ठिक प्रेम डन आइपुग्यो अब रेक बाबा रेक रेक Angry बाबा Don. रेक रेक बाबा रेक मेरो नाता यी देख मनिस भनेर म एङ्ग्री डाउन हो मसँग कोही सक्छ सक्दैन बलिदानको हिरोको पाउ हो म खबरदार कसैको दाउमा छैन यहाँनिर प्रेम बडाको भतिज हो हेर भतिज यति कुरो सम्झी मैले के भनेको थिएँ त्यही सम्झेर हस् भन्नु ल हस् खेल्ने यो दिलले भाइले मने मुनिस तेरो म बाउ हो गएन है म सला तेरो बाउ म तेरो खैलो उतारिन भने मेरो प्रेम डन होइन मेरो नाम बुझिस् डनहरू मेरो अगाडि आइज यहाँ खेल्ने हो भने चाइलेन्ज दिन्छु म एक्टिङ देखाइदिन्छु म आमामा कहाँ सिक्नु भएको दाइ यो चाहिँ बलिदानको हिरोको बाउ हो म बलिदान यस्तो पनि बलिदान बलिदानको हिरोको बाउ हो आउने पनि आउने यता अर्को नआउने माइकल ज्याक्सन आइसक्यो है हँ? सेक्सी सेक्सी हँ? सेक्सी सेक्सी आइनासम्म गर्छु म अब मैले त मसँग र काल गर्ने तपाईँको बहिनी ल्याउन चाहन्छु तपाईँले के भन्नुहुन्छ मलाई यो प्रश्नको उत्तर मलाई दिनुहोस् प्रश्न अब भन्नुहोस्। एउटा चाहिँ नि त्यो उत्तर हुन्छ आउँछ आउँछ पक्का हुन्छ प्रेम डनले एउटा बिहा गर्दैछ तपाईँले के भन्न चाहनुहुन्छ त्यसमा राम्रो राम्रो भन्न चाहन्छु ओके बिहे गर्नु पर्यो मेरो बहिनीहरू म अझै पनि गरिने हो पक्कै हो म अझै पनि तिनवटा भन्दा अब घटी ल्याउन सक्दिनँ अब बुढो पनि भएँ म अमिताभ बच्चन जस्तै म पनि हिरो बाउ शाहरुख खान आउने रे ओके ल म शाहरुख खान आइपुगे मैले बिहा गर्दाखेरि सबजना भेला हुनुपर्छ मेरो भाइ बहिनीहरू सबै भेला हुनुपर्छ र म बेहुला भएर म हिरो भएर अझै पनि बाँच्न सकौँ म। ह्यान्डसम ह्यान्डसम हुनु म पर्यो नि त प्रेम डन हो अनि म मात्रै मेरो बहिनीहरू आउनु सक्छ प्रेम डन हो म म प्रेम पनि डन एङ्ग्री डाउन हो यहाँ मुस्कान डाउन मेरो बहिनीहरू 5 वटा भयो नि मुस्कान डाउन प्रेम डाउन एङ्ग्री डाउन म म। एङ्ग्री डाउन हो म गुन्डा हो तँ सालाले मलाई के गर्न सक्छस् भन् तेरो चल्नी फुराइन्छु म ल म गुन्डा अनि गुन्डा हो म पनि गुन्डै हो नि गुन्डा त गुन्डा कुन चाहिँ गुन्डा हो